हामी चाहिँ आज घुम्न जाँदैछौँ पार्क ब्यागरिज पार्कबाट हिमले पार्क भन्ने ठाउँमा हाइकिङ 1 घन्टा जतिको हैन चिज गरौँ। हामी अहिले बस स्टेसन जाँदैछौँ गाइज। म चाहिँ युके आएको 7 महिना भइसक्यो तर एकचोटि बस चढाएको छैन किनकि मलाई आउँदैन। काममा पनि जानु परेन कहीँ पनि जानु परेन त्यही भएर बसै चढ्न आउँदैन सबै हिँडेर हैन। अनि आज यसो घुम्न जाने मौका पारेर उबरमा नगइकन जाँदाखेरि चाहिँ बसमा जाउँ भनेको बाटो बिग्रेको रहेछ तर बस यतै देखाइरहेछ डिलेट भएको भएछ। अब उबरमै जाऊ भने जस्तो छ हामीलाई। फेरि मैले सिक्दैन आखिरमा उबर बोलाइहाल्यौँ। त हेर्नु त बस चढेर खायौँ त जाम चाहिँ परे गर्छ। यतातिर कति धेरै हरियाली हुने के हरेक घरमा पुरा रुखहरू रोपे हुने। हेर्नु न कस्तो राम्रो शीतल छ अनि ओर्लेम कति राम्रो ठाउँ सानो एरिया बसोबासको। अब हामी हरियालीमा हिँड्छौँ। नेपालमा चम्पादेवीहरूमा हाइक गर्न आएको जस्तो घोडा पनि रहेछ त्यहाँ। अब हिँड्ने भने यस्तै ठाउँमा त नि। हाम्रो उबर चाहिँ कहाँ रोकेर उयो गल्लीबाट आएको बल्ल रोड भेट्यौँ हामीले। यस्तो ट्रेल रहेछ ल गाडीको यो चाहिँ साइकलको ट्रेल जस्तो लाग्यो मलाई। पहिलाको कोल माइन थियो अरे 1920 सेन्चुरीमा अनि 20th सेन्चुरीको बिचमा चाहिँ बन्द गरेको रे। बच्चाहरूको खेल्ने पार्क यो चाहिँ रमाइलो रहेछ। यति राम्रो छ भने त सोचेको थिएन मैले नि यो पार्क त सोचे भन्दा राम्रो। हामी चाहिँ खासमा अहिले सानो पोखरी देखेछ म्यापमा त्यसकै हन्टमा छौँ। ऊ त्यहाँतिर छ भनेर म्यापले देखाइरहेछ। अब हेरौँ यो पहिला कोल माइन थियो। अब अहिले यहाँ रेल राखे जस्तो लाग्यो मैले यसो इन्टरनेटमा हेर्दाखेरि रेल पनि चल्छ बेला भन्थ्यो। अब रेल चलायो कि खै थाहा भएन तर कस्तो राम्रो सानो रेल रहेछ। रेल गुड्ने ठाउँ आइएम जस्तो छ। आइएम सोचेको भन्दा सानो है अलिकति सोचेको भन्दा अलिक सानो रहेछ तर राम्रो छ ठिकै छ। म्यापमा त ठुलो देखिन्थ्यो। उता के चरा रहेछ पोखरी यही रहेछ यस्तो डराउने। क्लियर भएको भए राम्रो देखिन्थ्यो अलि ब्लर रहेछ। ए ब्लरले धमिलो रहेछ पानीहरू। अब चाहिँ युकेमा पनि टी सर्ट मात्र लाउने दिन आयो। Can you see me guys? Where am I? यता छौँ फेस चाहिँ देखेन कपाल उड्यो। यसरी कपाल आउँछन्। गोदावरीको त्यो हुन्छ नि तल कछुवाको पोखरी त्यस्तै है। पोखरी घुमेर आयौँ अनि म्याप थाहा नपाएर म्यापले कता पुऱ्याएर हामी फेरि घुमेर यही अघिकै चिल्ड्रेन पार्क आउनु पर्यो। अब चाहिँ
यहाँबाट सिधै छ बाटो। कपाल कति राम्रो देख्यो यसरी ठुलो साइडमा हेर्नु त आहा कति ह्यान्डसम देखियो भन्छु। छैन कि छैन कपाल लामो भयो भन्छ। ल त्यो जबीमेटको के अरे साहिद कपुर भन्दा राम्रो देखाएको छ कसम भनेको। कम राम्रो छ, कम हिरो छ हेर न। ल ऊ पनि हिरो, ठाउँ पनि हिरो आइपुग्यो जस्तो। कति राम्रो ठाउँ आइपुग्यौँ। यहाँ टेन्ट हालेर टक्क लगाएर राति है बस्नु पायो त। बुन्डोल फर्पिङको बुन्डोल जानुभएको छ, त्यस्तो छ ठाउँ। अब हामी अहिले आएको ठाउँ, अघि मैले त्यहाँ कोल माइन भनेको ठाउँ चाहिँ बेगरिज कन्ट्री पार्क हो। यो चाहिँ 19th र 20th सेन्चुरीमा चाहिँ कोल माइन थियो अरे होइन। अनि 1970s मिड 20मा चाहिँ यो कोल माइन बन्द भयो। अनि 1970sतिर चाहिँ छोड्यो, बन्द भयो। अनि पुरा ड्यामेज थियो अरे यो ठाउँ पुरै होइन नचलेपछि। अनि यसलाई चाहिँ अब पार्क सार्क बनाऊँ मान्छेहरूको लागि भनेर चाहिँ अनि यो ठाउँमा चाहिँ पुरा रुखसुख रोप्न थाल्यो त्यहाँदेखि 1970s पछि। अनि अहिले चाहिँ पब्लिकहरूको लागि खुल्यो भनौँ न यो ठाउँ चाहिँ। त्यही भएर अहिले चाहिँ एकदम राम्रो, ट्रेलहरू पनि राम्रो राम्रो छ है। अझ कहाँसम्म त कार पनि आउँछ, उता अघि चिल्ड्रेन पार्कसम्म चाहिँ कार पनि आउँछ। रोड पनि पिच छ, नेपालको जस्तो हुँदैन रहेछ गाइज। यस्तो ठाउँमा पनि मजाले पिच। अनि यो हिँड्न हाइकिङ पनि यत्रो ठुलो बाटोलाई हाइकिङलाई हेर्नु त भित्रभित्र होइन। हाम्रो कहाँबाट त कुना काप्चा कस्तो कस्तो हुन्थ्यो। बाटो चाहिँ साइक्लिङ गर्नलाई कस्तो राम्रो के। साइक्लिङ गर्छ नि त मान्छेहरूले धेरै, त्यही भएर बाटो त राम्रो। यो कस्तो कहाँको त्रिभु भन्छ नि, टियुको भित्रभित्र यो छ नि, यस्तै यस्तै त छ नि है। जहाँ गए पनि नेपालै सन्चै नि यस्तै हो अब होइन। जहाँ गए नि कहाँ रे हाम्रो मनमा नेपाल। ठिक ठिक। कति राम्रो बाटो हिँडिराखौँ जस्तो। बाटोबाट आइरहेको थियौँ, यो के होला भनेर यस्तो हेरेको त भर्याङ भर्याङ भर्याङ। अनि कस्तो दामी पोखरी, एनाकोन्डा अरे क्या होइन। जाने क्या एकचोटि नजाने हेर्दै कस्तो डरलाग्दो है सुनसान ठाउँमा क्या। ल कति मजाले यस्तो साइडमा यस्तो राख्ने कि यिनीहरूले। अनि यस्तो यो साइडमा पोखरी भएर राखेको रहेछ, सायद खस्छ भनेर होला। यहाँ पोखरी छ है, त्यही भएर यस्तो राखेको रहेछ उडन। कोही छैन उता, यो बाटो हाइक कोही जाँदैन कि भने होइन। आवाज सुन्यो कि नै बच्चाको, सुन्यो है, सुन्यो। द सन इज फलोइङ अस है गाइज। पोखरी त भेट्टाको भेट्टै छौँ, फेरि भेट्टायौँ हामीले। कति राम्रो होइन, फोहोर त फोहोर छ तर पनि हिँड्दा भेट्टाएर चाहिँ राम्रो देखेको, राम्रो लाग्ने। पानी बग्ने होला यो चाहिँ। मेरो ब्लग त कस्तो बोरिङ भयो क्या हो, केही छैन इन्ट्रेस्टिङ। केही एक्साइटमेन्टै छैन। यही ग्रिनरी देखायो, ट्रायल देखायो। ट्रायल कि ट्रेल हो क्या अरे, यही ट्रेल देखायो। पक्नु म तपाईँहरूलाई अहिले ठुलो के भन्छ यसरी खिचौँ न, तपाईँहरूलाई अहिले ठुलो अर्को हिमले पार्क भन्नेमा झन् यत्रो ठुलो सबसे ठुलो पोखरी छ त्यो देखाउँछु। म बरु दुईजनाको कति भिडियो खिचेर हुन्छु होइन। ऊ हेर न सेल्फी एक्लै म त एक्लै सेल्फी खिच्छु रे। छैन दया माया के पनि छैन। यस्तै हो साथी। जी पनि राम्रो लाग्यो।
अब के गर्नु त सानोतिनो जेदेखि नै राम्रो लाग्ने क्या हाम्रो नेपाली भन्दा कति राम्रो थियो है नेपाल त धेरै राम्रो नि झन् मेन्टेन गर्यो भने त कति राम्रो राम्रो विदेशीहरूलाई नेपाल मन पर्ने कारण त्यही हो क्या किन रे नेचुरल ब्युटी नेचुरल ब्युटी अब यो त यस्तो यस्तो बनाएको छ नि त यो त यस्तो बनाएको कुरै होइन क्या हेर न केही पनि छैन क्या यस्तो यस्तो यो त म्यानुअल मान्छेले बनाएको हो नि यो सबै है मतलब यो झरना मान्छेले खने होला होइन र यो त केही पनि छैन नि त हाम्रो नेचुरल ब्युटी हुन्छ यहाँ यो अलिकति वेस्टर्न कल्चरमा त बिल्डिङहरू हेर्ने हो सहर हेर्ने हो क्या सपिङ मल र नेचर त नेपालको धेरै दामी त्यही भएर टुरिस्टहरूलाई नेपाल मन पर्छ नेपालमा बसेर त्यत्रो ट्रेक गएको मान्छेलाई यस्तो जे पाए त्यो ठाउँमा ल्याउनु अब 2-3टा गाडी चढ्नु पर्यो एउटा चिकेज वाटर भन्ने ठाउँ थियो होइन त्यो पनि त्यो चाहिँ नेपाल जस्तो दामी तिनवटा छैन। यिनीहरूले आफै बनाउँछ क्या है नेपालको ब्युटी नै देखाएको छैन क्या जो चेज वाटर गएर राम्रो भने चेतनले पनि अब राम्रो भनिरहेको छ नि त तर चेतन पनि ट्रेकिङ साइड गएको छैन क्या घुम्न कहिले पनि त्यही भएर त्यही भएर उसलाई थाहा नै छैन कि राम्रो भने कस्तो दामी हुन्छ राइट यहाँको त जाने भने बिल्डिङ जाने सपिङ मलहरू जाने होइन यहाँको चाहिँ नेचुरल भन्दा पनि म्यानमेड चिजहरू राम्रो होला क्या विदेशतिर राइट ठुल्ठुलो बिल्डिङ यता त्यही हो नेपालमा नेचुरल सबै राम्रो नेचुरल राम्रो यता चाहिँ सबै मान्छेले बनाएको कस्तो खतरा बनाएको भाइ कस्तो दामी बिल्डिङ कस्तो खतरा रोड भन्नु चाहिँ सही छ अब नेचर त सबै यस्तै नै हो जस्तो लाग्यो गोदावरी योभन्दा मान्छेहरूलाई गोदावरी दामी लाग्छ क्या उनीहरू गयो भने है के आयो भिडियो चाहिँ थाहा भएन तर त्यहाँ बस्ने ठाउँहरू पनि रहेछ बस्ने त होइन यसलाई के भन्थ्यो हामीले काम गर्दाखेरि त्यो उडनको के हामीले बिल्डिङमा केमा लिन्थ्यो अरे वार्फ WHRF वार्फ वार्फ हो यसलाई प्रनाउन्सिएसन थाहा भएन तर त्यही हो Because when we went with Nan and Beth, I was going to say मेरो यो फेभरेट भ्यू होइन क्या यो फेभरेट भ्यू हो यता हेर भन्दैछ उसले चाहिँ लागि निस्केपछि रमाइलो हुन्छ निस्किने अब निस्केपछि त म एउटा कुरा भन्छु गाइज है अब म एउटा कुरा भन्छु के भनेदेखि घुम्न जाऊँ भनेर बल्ल बल्ल भयो होइन आज पनि मान्यो सन्नी डे छ आज भनेर यस्तो सन्नी डे छ होइन मान्नुभयो अनि त्यसपछि आफ्नो पेज हेर्दैछ अनि बिहान निस्किँदाखेरि त उठेदेखि ठुस्स मुखै ठुस उठेदेखि मुखै पुरा ठुस्स के खुसी नै छैन अरू दिन शनिबार शुक्रबार जस्तो खुसी नै छैन किन भन्दाखेरि आज घुम्न जाँदैछ नि त जबरजस्ती मान्न त मान्यो होइन तर अब उसलाई बिहानदेखि घरमा बस्न नपाएर खाटमा बसेर फिल्म हेर्न नपाएको भएर मुड अफ बिहानदेखि बस चढ्दा उबर चढ्दाखेरि पनि ठुस्स परिरहेको थियो अहिले पार्क हेरेर अलि राम्रो छ नि त पार्क त्यसपछि चाहिँ अलिअलि हाँसेर खुसी खुसी भइरहेछ क्या चाहिँ हिमले हल्यान्ड पार्क पनि आइपुग्यौँ हल्यान्ड पार्कको हल चाहिँ यो हो कता पार्क त राम्रो छ जाउँ नर्मल्ली चाहिँ यता धेरै मान्छेहरू आउँछ भनेर चाहिँ भनेको थिएन है तर अब युकेमा खासै घाम लाग्दैन नि त उतै त छ नि खोला ऊ ए खोला अरे पोखरी युकेमा खासै घाम लाग्दैन अनि घाम नलागेको भएर आज शनिबार घाम लागेको छ मान्छे त आम्मामामामा कार पार्कहरू पनि यति धेरै आइसक्रिम भ्यानधरि आएछ हेर्नु त बच्चाहरू धेरै भएर क्या आइसक्रिम भ्यानहरू पनि आएछ म देखाउँछु पहिला अब यसरी यस्तो चिल छ मान्छेहरू ल यो चाहिँ मुखमा मौरी परिरहेको यो चाहिँ हिमलेको मेन पार्क हो यसको हिस्ट्री चाहिँ के हो भने यो पहिला हो कि मलाई थाहा छ यो पहिला रोयल फ्यामिली
टाइपको हुन्छ नि। अब रोयल एक्ज्याक्टली चाहिँ मलाई थाहा भएन, तर यो चाहिँ जस्तै हुने खानेको सन्तानहरूको घर भनौँ न त्यस्तो थियो अरे। अनि उसले पछि 19 कतिमा हो कि कतिमा बिर्सेँ मैले, 19th कि 20th सेन्चुरीमा चाहिँ उसले बेचेर अनि यसमा चाहिँ कन्फरेन्स हलहरू रिसेप्सन पार्टीहरू हुन्छ अरे आजकल। अनि अलिअलि पार्क जस्तो पनि छ पब्लिकलाई यताउता देखाउनको लागि होइन। अनि यहाँ हेर्नु त आम्मामामामा, यो चाहिँ आइसक्रिम भ्यान हो क्या। यो चाहिँ बच्चाहरूले आइसक्रिम धेरै खाने भएर यहाँ नै पुगेछ आइसक्रिम भ्यान। अनि मान्छे हेर्नु त आम्मामा, यति त मैले खासै देख्दिनँ थिएँ ब्रिटिसहरू हत्तपत्त है। यति धेरै एकै ठाउँमा बस्ने ब्रिटिसहरू चाहिँ मैले देख्दैन थिएँ। आज चाहिँ मजाले आएको छ। त्यही हो, वर्थ भयो भनौँ न है, राम्रो रहेछ जे होस्। उसले चाहिँ त्यही घर नजिकको पार्क सार्क जस्तो त होला नि भन्थे, तर होइन, राम्रो रहेछ उतातिरको भन्दा पनि। यति धेरै ब्रिटिसहरू चाहिँ मैले एकै ठाउँमा आजसम्म देखेको थिएन है गाइस। यहाँ त सनबाथिङै भइरहेछ क्या हो। आम्मामा, नेपालमा त धेरै हुन्थ्यो कि, तर यहाँ त मैले आएकोदेखि फर्स्ट टाइम देखेँ भाइ यस्तो मजाले बस्ने मान्छेहरू। यसको नाम चाहिँ ग्रेट पुल रहेछ। कति राम्रो ग्रेट छ अरू भन्दा है, त्यही भएर होला। त्यहाँसम्म रहेछ, अब त्यहाँसम्म हिँड्ने भन्दै हुनुहुन्छ जस्तो गरेर, यस्तो होला सायद मेरो विचारमा। आजको दिन चाहिँ एकदम राम्रो दिनमा घुम्न आछौँ हामी। खोल्नु नि त गर्मी भए भए। चाहिँ अब कुन चाहिँ रुखको मुनि बस्ने भनेर छान्दैछौँ। यसको कस्तो राम्रो लागेको थियो यो वाला रुख, तर अलिकति टाढै जान मन लाग्यो। यो पनि राम्रो छ, तर मलाई चाहिँ यसरी हामी जस्तो पोलिटिकल्सतिर बस्न सक्दैन, त्यही भएर सिट पनि चाहिन्छ। अनि सिट चाहिँ त्यहाँ रहेछ त्यो रुख तल, त्यही भएर हामी त्यहाँ जाँदैछौँ हिँड्दै। पार्क चाहिँ दामी भएर खुसी लागिरहेछ, सोचेको जस्तै भयो। उसले चाहिँ अघि त्यहाँ ब्यागरिज पार्कतिर पनि यस्तै पार्क थियो, अनि त्यहीँ बसौँ न त भनिरहेको थियो। अब यहाँ नि त्यस्तै भयो, खुसी लाग्यो। यता यता फोटो खिच्छौँ हामी, बस्छ चाहिँ उता बस्छौँ। त्यहाँ हामीले चाहिँ ब्याग राखेर सिट बुक गरेर आएको। आइयो सेटअप हो। त्यहाँ चाहिँ जान सकेन, बेन्च त यहीँ रहेछ, त्यही भएर नि त। कस्तो राम्रो भ्यू पनि राम्रो। अघि यो रुखमा गएर फोटो खिच्यौँ। खाजा खायौँ तर सबै सकेन हैन। अब यो पोखरी एक राउन्ड मारौँ अनि त्यसपछि घरतिर लागौँ भन्ने प्लान भएको छ है त। हजुर क्या मजा आउँछ क्या दौडेर गएर उतासम्म पुग्ने गरी क्या त्यो गहिरो ठाउँसम्म। त्यो त तपाईँभन्दा गहिरो होला उयो चाहिँ गहिरै हुन्छ त्यो। कस्तो राम्रो देखेको क्या। हाई
फिसिङ रड पनि छ यहाँ मान्छेहरू पुरा फिसिङ गरिरहेछ है यसरी त्यहाँदेखि छ मान्छेहरू फिसिङ गरिरहेको कति आनन्द हेर्नलाई फिसिङ हुँदैछ टेन्टै लगाएर रहेछ क्या पुरै टेन्ट नै राखेर ओ माई गड कहाँ खस्यो देखेन कत्रो ठुलो स्वान पनि रहेछ त्यहाँ कसले हालेको खाना चाहिँ माछालाई हो कुन के छ यसमा त्यो हामीले उल्बरहाम्पटन सिटी सेन्टर जाँदाखेरि के भन्छ त्यो उ गर्ने छ नि साइड साइडमा पहेँलो पहेँलो भएको ओरेन्ज ओरेन्ज भएको छ नि याद आयो यस्तो यस्तो साइड साइडको त्यो त काफलको रुख हो मलाई प्रेक्षाले भनेको हो कि होइन थाहा छैन कस्तो राम्रो बाटो अब चाहिँ हामी घर फर्किँदैछौँ ऊ त्यो रोड गाडीहरू गइरहेको चाहिँ मेन रोड हो जस्तो लाग्यो हामीलाई त्यही भएर हामी रोडबाट निक्लेर उबर त्यहाँ आउँछ कि भनेर हेर्छौँ कि नत्र बस नै चढ्न मिल्छ भने चढ्ने कि ए उता चाहिँ हाम्रो घर कस्तो राम्रो ठाउँ दुःखहरू भएको मेरो पछाडि चाहिँ कार पार्क हो यता चाहिँ पुरै कार पार्क यता चाहिँ पुरै पार्क हामी अघि गएको पार्क चाहिँ यता हो अब हामी घर जाँदैछौँ राम्रो ठाउँलाई बाई बाई अब आजको घुमाइ सक्यो पुरा बसमा हिँड्नुलाई त 26 मिनट पर्ने रे अनि बल्ल बस हिँड्ने रे त्यही भएर कस्तो लाग्यो त आजको राम्ररी भन न रमाइलो भयो सोचे भन्दा राम्रो पार्क पर्यो है त्यही भएर रमाइलो भयो Y saludando y aquí también se